फेरि पनि हामी पोस्ट म्याचमा छौँ यतिखेर र भर्खरै मात्रै तपाईँले हेरिसक्नु भएको छ खेल सम्पन्न भएको छ लिग चरणको अन्तिम खेल कन्काई नगरपालिका भर्सेस षडानन्द नगरपालिका भोजपुर। कन्काई झापाको टिम हो, त्यसै गरेर षडानन्द भोजपुरको टिम हो र यो लिग चरणको फाइनल खेलमा तपाईँले देख्नुभएको थियो। एकपटक रिक्याप पनि गराउँ। फर्स्ट सेटमा चाहिँ 19 को विरुद्ध 25 अङ्क र दोस्रो सेटमा 23 को विरुद्ध 25 अङ्क ल्याएर कन्काई नगरपालिका झापाले जितिसकेको अवस्था छ र यो खेलको म्यान अफ द म्याच पनि घोषित भएर पुरस्कृत पनि भइसक्नु भएको छ अङ्कित कोइराला, जर्सी नम्बर 10। यो खेलको बारेमा र आगामी खेल यात्राको बारेमा कुरा गर्नको लागि उहाँलाई समय मागेको छु। आउनुहोस् थोरै कुरा गरौँ। नमस्ते, स्वागत छ। नमस्ते सर। बधाई पनि। र यो खेल समग्रमा कस्तो रह्यो? यो समग्रमा भनेको अलिकति हामीले फर्स्ट सेटमा थोरै मोमेन्टम गुमाउन पुगेको थियौँ। त्यस पछाडि हाम्रो भाइहरूले पनि उत्कृष्ट खेल्दै खेलमा फेरि कमब्याक भएर सोझो सेटमा साल्पा सिरिन्चो विरुद्ध हामीले राम्रो प्रदर्शन गर्दै सोझो सेटमा जित हासिल गरेको छौँ। एकदमै राम्रो रह्यो। यो पहिलो सेटमा चाहिँ अलिकति हाम्रो तालमेल कसम मिलेन भन्नुभएको थियो, भएको खास के थियो? खास भएको भनेको अब जुनियर भाइहरू पनि छन् हाम्रो, अनि फर्स्ट टाइम अब पालिकामा डेब्यु गरिरहेका छन्, अनि लिप्टरसँगको तालमेल नमिलेको हुनाको कारणले हल्का कम्बिनेसन चाहिँ हाम्रो स्लो र अलिकति नमिलेको थियो। ओके, अब चाहिँ तपाईँ यहाँबाट चाहिँ विजेता भएर जानु भएको छ होइन? सेमी फाइनलमा चाहिँ षडानन्दसँग तपाईँ खेल्दै हुनुहुन्छ। षडानन्दमा चाहिँ नेसनल टिमका खेलाडीहरू पनि हुनुहुन्छ होइन? तयारी कस्तो भइरहेछ? माइन्डसेट के भइरहेछ यहाँको? तयारी राम्रै हुँदैछ। हाम्रोमा पनि उत्कृष्ट प्लेयरहरू छन्। षडानन्दमा भनेको झन् नेसनल खेलिसकेकाहरू पनि धेरै नै उत्कृष्ट प्लेयरहरू छन्। भोजपुरको एकदमै राम्रो टिम हो। अब गेम हो, गेमको आँखा हुँदैन, जे हुनसक्छ। अब राम्रै तयारी छ भनौँ। हामीले पहिला उहाँ पनि ट्रेनिङ गरेरै आएको छौँ। अब जित्ने भनेर हिसाबले नै हिँडेको हौँ। अब के हुन्छ हेरौँ। ल ठिक छ। अब अरूलाई पनि, झापाको अरू टिमलाई पनि सोधेको थिएँ, तराईको मान्छे यो पहाडमा आउँदाखेरि कस्तो भइरहेछ मौसम हरेक हिसाबले चाहिँ? मौसमको हिसाबले त यो लगभग हावापानी मौसम हिसाबले लगभग झापा जस्तै नै रहेछ यो। घाम एकदमै लाग्ने, गर्मी उस्तै छ। अहिले त एकदमै घाम लागिरहेको छ, गर्मी छ, त्यही भनौँ। हस्, धेरै धेरै बधाई अनि आगामी खेलको लागि शुभकामना। हस्, तपाईँले हेरिसक्नु भएको छ, तपाईँले देखिसक्नु भएको छ म्यान अफ द म्याचसँगको कुराकानी पनि। अब 2वटा सेमी फाइनलका खेलहरू बाँकी छन्, ती खेलहरूको पनि लाइभ लिएर आउँछौँ। तर केही समय खाना ब्रेक रहनेछ, त्यस पछाडि हामी आउनेछौँ। हामीसँग रहनुहोला, हामी लाइभमा आउनेछौँ।